सम्पूर्णमा नमस्कार। हर हर महादेव। तपाईहरू हेर्दै हुनुहुन्छ एस्ट्रोलोजी टिप्स युट्युब च्यानल। भगवानको कृपा प्राप्त गर्न मानिसहरू पूजा पाठ व्रत आदि गर्छन्, तर कहिलेकाहीँ भगवान आफै सङ्केत दिनुहुन्छ कि उहाँको विशेष कृपा प्राप्त भइसकेको छ। यी सङ्केतहरू सूक्ष्म हुन्छन्, जसलाई बुझ्न आवश्यक हुन्छ। हाम्रो जीवनमा आउने केही घटनाहरू, अनुभूतिहरू र परिवर्तनहरू भगवानको उपस्थिति दर्शाउने सङ्केत हुन सक्छन्। यदि तपाईँ पनि यी सङ्केतहरू अनुभव गर्नुहुन्छ भने बुझ्न सक्नुहुन्छ कि तपाईँको घरमा ईश्वरको बास छ। जब भगवानको घरमा बास हुन्छ, यी 11 सङ्केतहरू देखिन थाल्छन्। यदि तपाईँलाई हरेक बिहान यी सङ्केतहरू देखिन्छन् भने तपाईँले बुझ्न सक्नुहुन्छ कि तपाईँको घरमा ईश्वरको बास भएको छ। भगवानलाई खुसी गराउन मानिसहरू धेरै पूजा पाठ व्रत गर्छन्। बिहान र साँझ दियो बालेर भगवानको कृपा प्राप्त गर्ने प्रयास गर्छन्, ताकि उनीहरूको जीवनमा कुनै समस्या नआओस्। हामी सबै जान्दछौँ कि भगवानको पूजा र अर्चना गरेर उनीहरूलाई प्रसन्न गर्न सकिन्छ। तर के तपाईँलाई थाहा छ, भगवानले हामीलाई यो सङ्केत पनि दिनुहुन्छ? आउनुहोस् हामी यी सङ्केतहरूको बारेमा जान्नेछौँ, जसले तपाईँलाई भगवानको कृपा प्राप्त भएको बताउन सक्छ। यदि युट्युबमा तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा जय माता लक्ष्मी लेख्नुहोला भन्दै सुरु गरौँ आजको विषयवस्तुतर्फ। जब तपाईँ पूजा पाठ गर्नुहुन्छ, ईश्वर तपाईँको घरमा बास गर्छन्, चाहे प्रत्यक्ष रूपमा होस् वा अप्रत्यक्ष रूपमा। जब उनी घरमा बास गर्छन्, तपाईँले महसुस गर्न सक्नुहुन्छ। कहिलेकाहीँ तपाईँले उनीलाई देख्न पनि सक्नुहुन्छ अनुभवको रूपमा। तर कहिलेकाहीँ भगवान तपाईँको घरमा बास गर्छन्, तर तपाईँको केही गल्तीहरूले गर्दा उनी फर्किन्छन्। यसको कारण धेरैले पूजा पाठ गरिसकेपछि छोड्छन् र केही दिनपछि फेरि पूजा गर्छन्। यो सही होइन। यसले ईश्वरलाई फर्काउँछ। तपाईँले कहिले यस्तो नगर्नुहोस्। धेरै मानिसहरू यस्ता हुन्छन् जसको घरमा ईश्वर बास गर्छन्, तर उनीहरूलाई थाहै हुँदैन र उनीहरूले ईश्वरको अपमान गरेर फर्काउँछन्। यसले ईश्वरलाई रुष्ट बनाउँछ। त्यसैले आज हामी तपाईँहरूलाई यी सङ्केतबारे बताउनेछौँ, जसले तपाईँलाई थाहा दिन्छ कि ईश्वर तपाईँको घरमा आइसकेका छन्। जब तपाईँ सुतिरहनु भएको हुन्छ र ब्रह्म मुहुर्तमा उठ्नुहुन्छ, हरेक दिन तपाईँको निद्रा यसै समयमा खुल्छ। साथै यही ब्रह्म मुहुर्तमा तपाईँले सपनामा मन्दिरमा पूजा गर्दै गरेको देख्नुहुन्छ भने यो सङ्केत हो कि ईश्वर तपाईँको घरमा छन्। यदि तपाईँले ब्रह्म मुहुर्तमा शङ्खको आवाज, मन्त्रको आवाज, घन्टीको आवाज वा कसैले तपाईँलाई राम राम भनेको सुन्नुहुन्छ भने यो दोस्रो सङ्केत हो, जसले भगवान तपाईँको घरमा आएको बताउँछन्। भक्तजनहरू सबैजनाले कमेन्टमा राम राम लेख्नुहोला। जसले राम राम लेख्छ त्यसको घरमा लक्ष्मीजीको बास होस् भन्दै अब सुरु गरौँ अर्को विषय। जब तपाईँ बिहान नुहाएर तयार हुनुहुन्छ, तब तपाईँलाई एक अलग सुगन्ध आउँछ। यो सुगन्ध तपाईँको घरमा कसैलाई आउँदैन, केवल तपाईँले महसुस गर्न सक्नुहुन्छ। यो सुगन्ध मन्दिरबाट आउन सक्छ। यो सुगन्ध देवी देवताहरूको हो, जसले तपाईँलाई ईश्वरको बास भएको बताउँछन्। जब ईश्वरको बास हुन्छ, सकारात्मक ऊर्जा प्रवेश गर्छ र तपाईँलाई सुगन्ध आउँछ। यो सुगन्ध धेरै मिठो र मनमोहक हुन्छ। त्यसै गरी अर्को छ, जब तपाईँ पूजा गर्दै हुनुहुन्छ र त्यसै समयमा कुकुर, बिरालो, गाई वा अन्य जीवहरू तपाईँको ढोकामा आउँछ भने यो सङ्केत हो कि ईश्वर तपाईँको घरमा आएका छन्। गाई माताको स्वरूप हो, कुकुर भैरव बाबाको प्रतीक हो। ईश्वर कुनै न कुनै रूपमा तपाईँको घरमा आउन सक्छन्। हामीले उनीहरूलाई भगाउनु हुँदैन, उनीहरूलाई सम्मान गर्नुपर्छ र भोजन दिनु सबैभन्दा ठुलो दान हो। यदि तपाईँले सपनामा मन्दिर, भगवानको मूर्ति वा फोटोहरू देख्नुहुन्छ भने यो सङ्केत हो कि भगवानको कृपा तपाईँमा छ। जब तपाईँ कुनै निर्णय लिनुहुन्छ र मनले रोक्छ भने यो सङ्केत हो कि तपाईँसँग देवीय शक्ति छ, आशीर्वाद छ। जसलाई भगवानको कृपा हुन्छ उसलाई हरेक ठाउँमा सम्मान मिल्छ। कम मेहनतमा पनि सफलता प्राप्त गर्नु भगवानको कृपाको सङ्केत हो भन्ने बुझिन्छ। आदरणीय भक्तजनहरू, जसरी कम मेहनतमा पनि सफलता प्राप्त हुन्छ, त्यसरी नै भगवानको कृपा प्राप्त भइरहेको छ भन्ने सङ्केतको रूपमा बुझिन्छ। भगवान उनीहरूलाई हरेक समस्याबाट बचाउँछन्।
त्यसैगरी अर्को छ उल्लु देख्नु पनि शुभ मानिन्छ। उल्लु माता लक्ष्मीको वाहन हो। यदि तपाईँले उल्लु देख्नुभयो भने माता लक्ष्मी तपाईँको घरमा आउन लागेकी छिन् है भन्ने हुन्छ। माता लक्ष्मी जसको घरमा आउँछिन् त्यहाँका मानिसहरूको खानपानमा परिवर्तन आउँछ, उनीहरूलाई भोक कम लाग्छ, माछा मासुहरूबाट टाढा बस्न खोज्छन्। माता लक्ष्मीको सफाइ मन पराउँछिन्। जसले घरमा सरसफाइ हुन थाल्छ माता लक्ष्मी त्यहाँ बास गर्छिन्। त्यसैले तपाईँले घर वरपर सरसफाइ राख्नु जरुरी देखिन्छ। त्यसै गरी सबैजनाले कमेन्टमा जय माता लक्ष्मी लेख्नु होला भन्दै अर्को विषयतर्फ लागौँ। शङ्खको आवाज सुन्नु शुभ सङ्केत हो। यदि तपाईँले बिहान उठेपछि शङ्खको आवाज सुन्नुभयो भने सङ्केत हो कि माता लक्ष्मी तपाईँको घरमा आउन लागेकी छिन् है भन्ने। यदि तपाईँले लगातार 3 दिनसम्म नीलकण्ठ पक्षी देख्नुभयो भने पनि यो सङ्केत हो कि भगवानले तपाईँको प्रार्थना सुनिरहेका छन्, तपाईँको मनोकामना पुरा हुनेछ भन्ने सङ्केत हो। यदि तपाईँको घरमा गाई आउँछ वा बच्चालाई दुध पिलाउँछ भने यो देवी देवताको कृपाको सङ्केत हो। यसले तपाईँलाई पूजा सफल भएको र जीवनका समस्याहरू दूर हुने सङ्केत दिन्छ। यदि तपाईँको घरको मुख्य ढोकामा चराको गुडहरू छ भने यो पनि शुभ सङ्केत हो। यसले तपाईँको पूजा सफल भएको छ भन्ने बताउँछ। चरा र उसलाई बच्चाहरूलाई सताउनु हुँदैन, उनीहरूलाई दाना पानी दिनुपर्छ। यदि पूजा गर्दा तपाईँको आँखाबाट एक्कासी आँसु झर्छ भने यो सङ्केत हो कि ईश्वर तपाईँको मनको कुरा सुनिरहेका छन्। यदि तपाईँले बाहिर जाँदा बाँदरको ग्रुपहरू देख्नुभयो भने यो सङ्केत हो कि तपाईँको पूजा सिद्ध हुँदैछ। यदि तपाईँको घरमा कुनै अगरबत्ती वा रुम पर्फ्युम प्रयोग नगर्दा पनि तपाईँको कोठामा सुगन्ध आउँछ भने यो सङ्केत हो कि ईश्वरको कृपा तपाईँमा छ। पूजा गर्दा अतिथि आउनु शुभ सङ्केत मानिन्छ। यदि अतिथि उपहार लिएर आउँछ भने यो सङ्केत हो कि भगवानले तपाईँको पूजा स्वीकार गरेका छन्। यदि पूजाको समयमा दियो अलिक चम्किलो बल्छ, दियोमा फुलहरू बनिरहेको देखिन्छ भने तपाईँको पूजा सिद्धि हुनेछ, तपाईँमा भगवानको कृपा रहिरहेको छ। यदि तपाईँको निद्रा बिहान 3 बजेदेखि 5:30 बजेसम्म खुल्छ भने यो सङ्केत हो कि भगवान तपाईँको भक्तिबाट प्रसन्न हुनुहुन्छ। राति 3 बजेपछि देवी देवताहरूको शक्ति जागृत हुन्छ। यदि तपाईँले सपनामा पर्वत र झरना देख्नुभयो भने यो सङ्केत हो कि तपाईँको कामहरू बन्दैछ। यदि तपाईँले आफ्नो शिक्षाको सही प्रयोग गरेर परिवारलाई चलाउन सक्नुभयो भने यो ईश्वरको कृपा प्राप्त हुन सक्छ। स्वस्थ रहनु पनि ईश्वरको कृपा हो। यदि तपाईँले जीवनसाथी पाउनुभयो भने पनि, राम्रो जीवनसाथी पाउनुभयो भने पनि यो ईश्वरको कृपा हो। आज्ञाकारी सन्तान पनि ईश्वरको कृपा हो। सही र गलत फरक बुझ्ने क्षमता ईश्वरको आशीर्वाद हो। सपनामा भगवानको दर्शन गर्नु पनि ईश्वरको कृपा हो। क्रोधलाई नियन्त्रण गर्न सक्ने मानिस ईश्वरको हातमा हुन्छ। माता पिता गुरु वा ब्राह्मणलाई पनि भगवानको स्वरूप मानिन्छ। यदि पूजाको समयमा तिनीहरू तपाईँको घरमा आउँछन् भने यो शुभ सङ्केत हो। यदि पूजाको समयमा भगवानको मूर्तिबाट फुल वा मालाहरू तपाईँमा झर्छ भने यो सङ्केत हो कि भगवानको कृपा तपाईँमा छ। भगवानको कृपा प्राप्त गर्ने विभिन्न सङ्केतहरू हुन सक्छन्, जसमा ब्रह्म मुहुर्तमा स्वाभाविक रूपमा निद्रा खुल्नु, सुगन्धको अनुभूति हुनु, पूजाको समयमा आँसु झर्नु, जीव जन्तुहरूको आगमन हुनु, सपनामा मन्दिर वा भगवानको दर्शन हुनु, सकारात्मक ऊर्जाको अनुभूति हुनु आदि छन्। यी सङ्केतहरू देखिएमा बुझ्नुपर्छ कि ईश्वर तपाईँको घरमा बास गरिरहेका छन् र तपाईँको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्। यो कृपा निरन्तर रहनका लागि नियमित पूजा, मन स्वच्छ, सकारात्मक दान तथा धार्मिक कार्यक्रममा संलग्न हुनु आवश्यक छ। आदरणीय भक्तजनहरू, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? हामी दैनिक रूपमा यस्तै भिडियोहरू लिएर आउने गर्छौँ। त्यसैले तपाईँलाई आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। सबैजनाले कमेन्टमा जय श्री राम, जय माता लक्ष्मी लेख्नुहोला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। तपाईँहरूको दिन पनि सफल रहोस् भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।